हाई हामी चाहिँ आज ट्रेन्डिङ गेम तपाईँहरूले देखिराख्नु भएको छ होला है भिडियोमा। यो चाहिँ हार्टको कलरमा चाहिँ गिफ्ट एक्सचेन्ज गर्ने होइन। यो चाहिँ हामीले कहिलेदेखि खेल्ने भनेर प्लानिङ गरिरहेको थियौँ, बट अब गर्नै पाएको थिएनौँ होइन। सो आज चाहिँ फाइनली हामीले गिफ्ट लिएर आएको छौँ र तपाईँहरूले हेर्नुहोस् ल के लिएर आएको छौँ। हामीलाई चाहिँ थाहा छैन यसले के ल्याएको छ, मैले के ल्याएको छु होइन। यहीँ हामी भिडियोमा नै अनबक्सिङ पनि गर्छौँ है। स्टार्ट गरौँ। कुन चाहिँ कलर? फर्स्ट ब्ल्याक। नहाँसी ल हतारमा किन गयो तँले निकाल न। प्याकिङ पनि हेरिहाल्नुहोस् हाम्रो। कस्तो लगाएको छ। गेस गरौँ सेपले गर्दा। क्रिम, फेस वास। अब त्यो त फर्स्टमा गेस राइट हुनु पर्यो नि त। यताबाट खोल्ने ब्ल्याक हो दुईटा। त्यस्तो ठुल्ठुलो कुरा चाहिँ छैन हो, जति हाम्रो बजेटमा चाहिँ त्यही हिसाबले होइन। मैले त खोल्नै सकिनँ त यो। अब प्याकिङ डर लाग्दो प्याकिङ मास्टर यहाँबाटै तान्नु त। ब्राइट मिरेकल पोन्ड्सको फेस वास। अन्त सेकेन्ड कलर म भन्छु ल, पिङ्क ल्या मैले बिर्सेँ त। हाम्रो चाहिँ हेर्नु न प्याकिङ यस्तो छ नि त। प्याकिङ यस्तो छ कि त्यो भएर चिन्नै साह्रो पर्यो मलाई चाहिँ। पिङ्क ल्या प्याकिङ चाहिँ हाम्रो खतरा छ है। कस्तो लाग्यो? दामी। वाउ, मिरर, मिनी मिरर। भिन्नहरू पनि छ। अब नि व्हाट इज दिस? कलर त पर्पल। पर्पल त्यो एउटा चाहिँ मैले प्याकिङ गरेको छैन कि, त्यसमा चाहिँ हाम्रो उयो पुगेन ऱ्यापर पुगेन कि। सो त्यो चाहिँ म लास्टमा दिन्छु। सो क्युट। मेरो चाहिँ कस्तो कस्तो भयो होला। सक्स पुमा देख्दैछ पर्पलमै हो। अन्त नेक्स्ट ब्लू ल। ब्लू त म पनि हेर्नु न, मेरो चाहिँ प्याकिङ ऱ्यापर पुगेर कि, त्यो भएर आधी चाहिँ पेपरले गरेको छ। यो ब्लू खै ए कि मिस गरिस् ब्लू कलर। गनले मिनी गन रहेछ यो। लाइट ब्लू, मेरो डार्क ब्लू। दुईटा कलर थियो ब्लूमा चाहिँ, लाइट र डार्क। तर हामीले चाहिँ एउटा मात्रै गर्ने भनेको थियौँ हो, बिकज ज्यादा भयो हुन्थ्यो त गिफ्ट। रेड साइज। लिपस्टिक कप रेड सिन्दुर लिपस्टिक म्याट खोलेर देखाइदिन्छु ल तपाईँहरूलाई। रेडमा बाहिर चाहिँ ग्रिन रहेछ नि त। रेड कप। अब
अब नेक्स्ट ग्रिन ग्रीन 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 यो के हो मेरो ऱ्यापरै ग्रिन छ के होला गेस गर त म चाहिँ गेस गरेर सिक्दैछु ल यो चाहिँ ह्याङ्की हो लाइटमा रहेछ नि त नि देखाइदिन्छु ल खोलेर तपाईँहरूलाई हेर्नुहोस् दामी ग्रे क्यामेरामा चाहिँ ग्रे जस्तो देख्दो रहेछ नि बट ग्रिन होला ग्रिनमा ह्याङ्की म भन्छु वाइट मलाई अलिकति घाटा भए जस्तो लाग्यो भएको छैन What is this? T-shirt? White-मा रहेछ गाइस टी-शर्ट हेर्नुहोस् ल म कस्तो हो यो इयरिङ्स रहेछ यो चाहिँ हेर्नुहोस् वाउ टी-शर्ट एक्सेलमा होला राम्रो देख्छ नि त बिकज आई मोटी भन्दा ब्राउन ब्राउन ब्राउनमा चाहिँ यो चाहिँ मेरो पनि सानो छ रबर ब्यान्डै हो सेम यो सेम अन्त नेक्स्ट येल्लो हेलो ऱ्याप ऱ्यापर हेरिहाल्नु पनि यहाँबाट नपुगेर है गाइस यो चाहिँ ल डोन्ट माइन्ड गर्ला अब्बो हेर तल यसको जरा त हो यसको सकिरहेको थियो त त्यो भएर मैले दिइहालेको तर मलाई पनि काम लाग्छ नेल रिमुभर रहेछ यो चाहिँ येल्लो अब तर म लास्टको गिफ्ट दिएर चाहिँ खुस पारिदिन्छु नि त ल ग्रे कि ओरेन्ज अरेन्ज दुइटै रहेछ नि त अब होइन अरेन्ज गरौँ पहिला ओरेन्ज एकदम खुस हुन्छ यो देखेर टिका पनि ल्याइदिस् कि हो हेर न बिस्कुट पो छ बिस्कुट पो छ त के हो यो खोलेर हेर न चाहिँ गाइस यो चाहिँ अलिकति कस्तो क्युट छ नि ए बाम लिप बाम रहेछ यो चाहिँ कभर देखाइदैन कभर 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 चाहिँ उयो के भन्छ यो उयो जस्तो नभन्दा एउटा मिठाई एउटा मिठाई जस्तो ओरियो बिस्कुट भन्दा पनि हुन्छ यो चक्को पाईहरू जस्तै छ कि एउटा हुन्छ नि तपाईँहरूले थाहा पाउनु भयो होला हामीलाई नाम आएन यस्तो छ क्या मलाई क्युट लाग्यो नि त मलाई चाहिँ अरेन्जमा लिप जेल लास्ट कभर छैन मेरो त यसको ब्ल्याक जस्तो छ त ग्रे हो मैले भनेको चिज ल्याइदिएको रहेछ मेरो नानाले चाहिँ यो वाटर बोतल होइन यो पनि मलाई चाहिरहेको थियो सक्स पनि रबर ब्यान्डहरू पनि क्लिप रबर ब्यान्डहरू चाहिँ यसले पुरा कलेक्ट गर्छ नि त त्यो भएर हो अन्त यो इयरिङ्स पनि क्युट छ तैँले इयरिङ्स देखाइ वाइटमा हेर्नु न कस्तो क्युट छ मलाई कस्तो मन पर्यो मेरोवाला तँलाई त दिएको त मैले मेरोवाला हो मैले देख्छु त इयरिङ्स मैले देखाएँ त अनि त होइन यो चाहिँ यसले मलाई दिएको इयरिङ्स ब्लू एन्ड पिङ्क मिक्स अन्त यो ग्रेमा चाहिँ मलाई सक्स दिएको रहेछ हो भयो
यति नै ल। तपाईँहरूलाई कस्तो लाग्यो भिडियो लाइक सेयर गरिदिनुहोस् ल। बाई बाई, लभ यु।